मलाई माया के हो भनेर सिकायो, तर तिमी नै हो जसले मलाई पीडा के हो भनेर पनि सिकायो। सम्भावना यो हो कि त्यो हाम्रो माया थियो होला, तर सम्भावना त यो पनि छ कि त्यो आकर्षण मात्रै थियो होला। त्यसमा म तिम्रो दोष देखाउन चाहदिन, सायद तिम्रो पनि त बाध्यता थियो होला। विश्वास पनि यस्तो अनौठो चिज रहेछ कि भुइँमा खसेर छताछुन्न हुँदासम्म आवाजसम्म आएन। आफ्नै मन पनि यस्तो गरुङ्गो हुँदो रहेछ कि बोक्छु भनेर भन्दाखेरि पनि तिम्रो सहारा बिना उठाउन पनि सक्दैन। तिमी र म भेटेको भए हुन्थ्यो, तिमीलाई भेटे अनि आज एक्लै कोठामा चिच्याउँदै रुँदैछु। म चिच्याउँदाखेरिको यो गरुङ्गो आवाज कसैले पनि सुनेन। मेरो मायाहरू मैसरी चुइँदाखेरि कसैले थाहासम्म पनि पाएन। त्यही मायाले गर्दाखेरि आज म रित्तिए, आफै घोप्टिए अनि आफै सकिए पनि। म मरेको दिनमा झरी परेको होस्, त्यो झरीले गर्दाखेरि मैले तिम्रो आँसु देख्नु नपरोस्, किनकि तिम्रो आँसु देख्यो भने म मरेर पनि जान सक्दिनँ।